हेलो नमस्ते हजुरहरुलाई फेरि पनि स्वागत छ मेरो न्यू भिडियोमा। अनि आज चाहिँ मैले मुकबाङ भिडियो चाहिँ लिएको छुइनँ हैन। म चाहिँ अब के रे एक दुई दिनको लागि मेरो किचनमा म के पकाउँछु भनेर हजुरहरुलाई देखाउने छु र मेरो अब यस्तै भिडियोलाई धेरै माया गरिदिनु होला मुकबाङ भिडियो जस्तै भन्दै अब चाहिँ म घरमा के गर्छु हजुरहरुलाई थोरै थोरै देखाउँछु। मेरो भिडियोलाई धेरै भन्दा धेरै माया गरिदिनु होला। मेरो चाहिँ यस्तो छ टमाटरहरु हैन हजुरहरु। यो के रे आज चाहिँ म लोकल माछा पकाउँदै छु। लोकल माछामा यस्तो टमाटर मिल्छ नि त, अनि त्यही भएर चाहिँ टमाटर टिपिरहेको छु। यति धेरै पाकेको छ नि टमाटर, देख्न सक्नुहुन्छ है तपाईहरु कति छ टमाटर त। राहु कता झर्यो, यति धेरै पाकेको छ नि हाम्रोमा टमाटर योचोटी। कसको फेभरेट हो यसको अचार चाहिँ सेनहरुको। अनि हाम्रो करेला पनि यत्रो हुँदैछ, फुल्दै छ त करेला पनि। अहिले चाहिँ यति टिप्यो टमाटर। अब म यहाँ साग टिप्छु। यो सलाद साग पनि टिप्नु पर्यो अलिकति। यस्तो राम्रो भएको छ नि हाम्रोमा साग, हेर्नु न सलाद खाने साग कति धेरै छ त। अलिअलि रोपेको छु, यो धेरै टिप्नु पर्यो। यति टिपेँ। हेर न हामीले चाहिँ माछा आज किनेर ल्याएको नि त। अनि यस्तो खालको छ क्या मसिनो। यो चाहिँ प्योर लोकल माछा हो है, यो चाहिँ खोलाको। यो देख्न सक्नुहुन्छ तर मसिनो छ हैन। आज चाहिँ म यसको सुप बनाउँछु लोकल टमाटर लगाएर। अनि यता चाहिँ मैले आगो फुकेर यता खाना बसाएँ। अब यता सब्जी, तर मेरो आगो चाहिँ कस्तो निभी जाँदैछ। टमाटर र प्याज पनि काटिसकेँ। अब चाहिँ मेरो कराई पनि खर्यो। मेरो सुते गएको कति तर हरेको पनि। अब चाहिँ माछालाई हल्का फ्राई गर्नुपर्छ। तेल खायो, यसलाई हल्का फ्राई गर्ने। हजुर म यहाँ एक्लै बोलेको नि भान्जा, एक्लै बोलेको हो। यहाँ भिडियो बनाउँदैछु कि म, अनि त्यही भएर। अब यसलाई यतिको भएपछि तेल टिप्ने हल्का ल पाको। यस्तो भयो माछा चाहिँ। अब यता सुप बनाउँछु। अघिको जस्तै भिडियो बनाएको जस्तै ल कति के भन्नुभयो? के माछा अरे भन्छ? ल कुनै लड्डु बनायो भन्छ? लड्डु हैन। अनि
मेरो मसला चाहिँ यतिको भयो पाकेर हैन। अब चाहिँ यसलाई म सुप लाउँछु। बिरेनुन कता हैन, पानी मात्र उम्लेस् न पहिला। अब चाहिँ सब्जी रेडी, खाना सब्जी रेडी। पदिना पनि सबै उभएछ हौ। पदिनाको अचार पिस्ने पर्यो भनेको त पदिना पनि अब सकिन्छ हौ। र अब चाहिँ म यसको अचार पिस्न आँटेको देख्न सक्नुहुनेछ है, लोकल, यो पनि हाम्रो आफ्नै बारीको। अनि यो हरियो खोर्सानी र पदिनाको अचार चाहिँ एकदमै मिठो हुन्छ। हजुरहरूले पनि बनाएर खानुभएको छैन भने एकचोटि बनाएर खानु होला हैन। अब चाहिँ यसलाई म धुइदै पार्छु। अचार चाहिँ रेडी भयो। अब चाहिँ